I bet Nepal can't win a single match in this tournament in this T20 World Cup. धमलाको भन्दा सिधा कुरा प्रश्न विचार गर्ने हो भने एज अ नेपाली क्रिकेट फ्यान म थाकिसकेँ। नेपाली क्रिकेट फ्यान भएर नेपाली टिमको पर्फर्मेन्स आश गर्नु भनेको त्यो मुभी हेर्नु जस्तो हो जसको ट्रेलर एकदमै बवाल हुन्छ तर मुभी गोबर हुन्छ। लाइक सिरियसली इटालीसँग 10 विकेटको लस, इङ्ल्यान्डसँगको त्यो नियर मिस लसबाट हामीले सोचिसकेका थियौँ कि हामी एसोसिएट नेसनहरूमध्ये हामी बेस्ट छौँ, तर इटालीसँगको 10 विकेट लसले हामीलाई देखाइदियो कि हाम्रो औकात कहाँनिर छ। नेपाली क्रिकेट फ्यान्सको दुःख त्यो 99 रन्समा आउट भएको ब्याट्सम्यान चाहिँ भएको छ। अरू कुरा छोडिदिउँ, अब कुरा गरौँ भोलिको म्याचको, नेपाल भर्सेस वेस्ट इन्डिज। यो भिडियो अपलोड गर्दा फेब्रुअरी 15 भइसक्छ होला। आई विल ट्राई माई बेस्ट टु अपलोड दिस भिडियो विथिन फेब्रुअरी 14 होइन। यो कुरा छोडिदिउँ र भिडियोलाई कन्टिन्यू गरौँ। नेपाल भर्सेस वेस्ट इन्डिज, यो म्याच एउटा फुल्टो छैन, यो म्याच अनप्लेएबल बाउन्सर हो। वेस्ट इन्डिज जुन लेभलको क्रिकेट खेलिरहेछ त्यसले मलाई पिक अस्ट्रेलियन टिमको भाइब्स दिइरहेको छ। उनीहरूका खेलाडी जस्तै रोमारियो सेपर्ड, रदरफोर्ड, स्यामर जोसेफ र वर्ल्ड स्क्वाड जुन क्रिकेट खेलिरहेका छन् लाग्छ उनीहरू अर्कै लेभलमा छन्। तर यहाँ एउटा इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ छ, वेस्ट इन्डिजसँग हेड टु हेड रेकर्ड हेर्दाखेरि नेपाल 2-1 ले अगाडि छ। आई नो त्यो टिम र यो टिममा धेरै फरक छ, आकाश पातालकै फरक छ, तर हामीले लास्ट इयर साराजामा खेल्दाखेरि हामीले वेस्ट इन्डिजलाई 83 मा प्याक गरेका थियौँ। त्यसैले हामीसँग उनीहरूको पासपोर्ट त छ, तर के हाम्रा की प्लेयरले भोलि त्यो पर्फर्मेन्स दिन सक्छन् जसले वेस्ट इन्डिजलाई रोक्छ त? मलाई अलिक गाह्रै लाग्छ, तर पनि लेट्स होप। एज वी नो हाम्रो म्याच वाङखाडामै छ र ट्रेडिसनली यो ब्याटिङ हेभन हो, तर यो टुर्नामेन्टमा बबाल स्पिन भइरहेको छ। इटालीको म्याचमा हाम्रो ब्याटिङ हाउस अफ कार्ड जस्तो कोल्याप्स भयो, मिडल अर्डरमा त्यो फोकस थिएन। भोलि वेस्ट इन्डिजको एक्सप्रेस पेस एट्याकसँग बस्न हाम्रो टप अर्डरले आफ्नो टेक्निकमा ठुलो इम्प्रुभमेन्ट गर्नुपर्नेछ। स्यान्डी र ललितको स्पिन हाम्रो ट्रम्प कार्ड हुनसक्छ, किनकि वेस्ट इन्डिज हिटर स्पिन अगाडि अलिक स्ट्रगल गर्ने गर्छन्। अब थोरै अफ टपिक जाम, के नेपाल सुपर 8मा क्वालिफाई हुन सक्छ त? पर्सनली नो, 0% अन्डा। तर म्याथ हेरौँ है, म्याथ हेर्ने हो भने अब हामी नेट रन रेटको ब्ल्याक होलमा छौँ। इफ रिमेम्बर है, इफ इटाली बिट्स इङ्ल्यान्ड, वेस्ट इन्डिज बिट इटाली अनि नेपाल बिट वेस्ट इन्डिज एन्ड स्कटल्यान्ड विथ अ गुड मार्जिन, नेपाल क्यान गो टु सुपर 8। बेसिकल्ली हाम्रो स्किल भन्दा पनि अरू टिमको लकमा धेरै म्याटर गर्छ र मलाई लाग्छ सुपर 8 त गाह्रै छ। अब त्रिभुवन एयरपोर्टलाई नाम चेन्ज गरेर सुपर 8 राख्ने त फाल्टे कुरा हो। एट द एन्ड म यति कुरा मात्रै भन्न चाहन्छु कि एज अ क्रिकेट फ्यान धेरै गाह्रो छ, स्पेसली नेपाली क्रिकेट फ्यान हुनुमा। रिस उठ्छ, फ्रस्ट्रेसन हुन्छ, टिभी फुटाम जस्तो पनि हुन्छ, तर त्यही हो नि, हामी नेपाली क्रिकेटसँग यति इमोसनल्ली कनेक्ट भइसकेको छौँ कि भोलि हामी फेरि टिभी अगाडि यो आश लिएर बस्नेछौँ। भोलि फेरि हामी त्यो रातो र निलो जर्सीको लागि कराउनेछौँ। नेपाल जितोस् या हारोस् हामी डिस्कस गर्ने नै छौँ। तपाईँलाई के लाग्छ, भोलि अपसेट हुन्छ कि एक्जिस्ट? कमेन्टमा लेख्नुहोस्। भिडियो मन परे फलो गर्नुहोस्, लाइक गर्नुहोस्, नत्र इटालीसँगको स्कोर कार्ड हेर्नुहोस्, रुँदै बस्नुहोस्। आई विल सी यु इन द नेक्स्ट ब्रेकडाउन। पिस आउट। जय नेपाल।